मजाले नमस्कार। आज चाहिँ हामी सीडीसीए बाल अपाङ्ग टेवा संस्था बुढानीला कण्ठ नगरपालिका 11 मा छौं। यहाँ चाहिँ हामी हरिवन नगरपालिकाको एकजना भाइलाई व्हील चेयर पठाउन लागिरहेका छौं। कुशन सहित अनि ठिकै यहाँ हाम्रो संस्थाका संस्थापक अध्यक्ष संस्थाका संरक्षक आदरणीय दाई डेन्डी चेवा शेर्पा, यहाँ चाहिँ हाम्रो संस्थाका टेक्निसियन भाइ टेकबहादुर बुढाथोकी यता बाङ्गो बाङ्गो भएर लाज मान्दै हुनुहुन्छ, व्हील चेयर फिट गर्दै हुनुहुन्छ। 2063 सालदेखि नै यो संस्था चाहिँ स्थापना भएको हो। यहाँ चाहिँ अपाङ्गता भएका हाम्रा थुप्रा भाइ बहिनीहरू छोराछोरीहरूलाई पनि आदरणीय दाइले संरक्षण गरिराख्नु भएको छ। पढाउने, उहाँहरूको रेखदेख, खानपिन, बस्ने आवासको व्यवस्था सहित यहाँ व्यवस्था भएको छ। अनि यो व्हील चेयर चाहिँ हामीलाई बाहिर विदेशी देशबाट होइन त दाइ, हामीलाई कहाँबाट सहयोग भएको हो यो भन्नु त? अमेरिकाबाट सहयोग प्राप्त भएको हो। अनि तर अनि प्राप्त भए पनि नेपाल सरकारले लुटेको छ। लुटेको पनि हामीले यसरी चाहिँ नि फेरि सेवा गर्नुपर्छ भन्ने विचारले हामीले जसरी पनि पैसा तिरेर तीन ठाउँबाट पैसा तिरेको छु। हामीले समाज कल्याण परिषदलाई कानुनभन्दा बाहिर रहेर पनि पैसा लिइरहेको समाज कल्याण परिषद, त्यसपछि चाहिँ वाणिज्य विभाग, त्यसपछि भान्सार कार्यालय सबैले सक्यो भने लुट्ने उ गरेछ। तर कानुनवश यो व्हील चेयरलाई काहीँ पनि करहरू लिन पाइँदैन। यो पनि तपाईँहरूले व्हील चेयर युजर र प्रयोगकर्ताहरूले यति कुरा चाहिँ बुझिदिनु भयो भने अति उत्तम हुन्थ्यो। यहाँ हामीले अब तपाईहरुसँग थोरै के अरे कस्ट लिएको छौं। त्यो चाहिँ हामीले किन भन्देखि यहाँ हाम्रो बाल अपाङ्ग टेवा संस्थामा चाहिँ धेरै भाइ बहिनीहरू छोराछोरी रहनु भएको छ। उहाँहरूलाई थोरै भए पनि सहयोग राहत होस् भन्ने उद्देश्यले हामीले यो व्हील चेयरमा थोरै संस्थाको नियम अनुसार रकम लिने गरेका छौं। संस्थाको नियम भन्दा पनि राज्यले लिएको पैसा हामीले कहीँ न कहीँबाट उठाउनु पर्यो। त्यसकारणले जसले सक्नेले चाहिँ तिराउने, नसक्नेले आफ्ना वरिपरि साथीभाइ अथवा स्थानीय तहलाई भनेर अनुरोध गरेर तपाईँको अथवा स्पोन्सर खोजेर भए पनि तपाईँहरूले चाहिँ जुगाड गर्नुपर्छ। किनभने हामी रह्यो भने तपाईँहरूलाई पायो, यता हामी नै सक्यो भने अब होइन पहल गर्ने मान्छे नै भएन भने। अनि यो संस्थाले चाहिँ एउटा कुरो यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु, यो संस्थाले चाहिँ नेपाल अधिराज्यभरि नै व्हील चेयर वितरण गर्दै आइरहेको छ। र अर्को कुरा एउटा के भन्न चाहन्छु भनेदेखि मैले सर्लाही जिल्लामा मात्रै योसम्म 33 वटा व्हील चेयर वितरण गरिसकेको छु। त्यसमा आदरणीय डेन्डी दाईको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट हामीले 30 वटा व्हील चेयरको चाहिँ 1 रुपैयाँ पनि नलिकन अहिले वितरण गरेका हौं। यो भन्दा अगाडि हामीले लालमन्दिर नगरपालिकाको एउटा भाइसँग थोरै कस्ट लियौं र आज हामी हरिवन नगरपालिकासँग पनि लिँदै छौं। यो हरिवन नगरपालिकाको लागि उहाँ आदरणीय भाइको लागि चाहिँ पहल गरिदिनु हुने आदरणीय दाई विदुर प्याकुरेल दाईलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँकै अनुरोधमा उहाँले नै पहल गरेर मैले आज यो व्हील चेयर पठाउन गइरहेको छु। हस् त, धन्यवाद। सँगसँगै हाम्रो चाहिँ यो वर्ष 2025 नोभेम्बरमा 2 नम्बर प्रदेशमा 100 वटा जति चेयर बाँड्ने योजना थियो र दुर्भाग्यवश अहिलेको नयाँ परिस्थिति र नयाँ परिवर्तनमा केही घटनाहरू स्थानीय तहको विनाश भएको कारणले उहाँहरू चाहिँ सम्पूर्ण आफ्नो संरचनाहरू निर्माण गर्नेतिर लाग्ने र यो सामाजिक कामलाई चाहिँ अलिक थाती राखेर अलिक पछि गर्ने भन्ने चाहिँ नि कुराहरू आइरहेको हुनाले अब हामी चाहिँ जसले चाहिँ हामीलाई सपोर्ट गर्छ त्यो ठाउँमा चाहिँ जान्छौँ र केही समयपछि हामी तपाईँहरूको माझमा तपाईँहरूको आवश्यकताहरू पुरा गर्नेछौँ। त्यसको लागि तपाईँहरू सबैले स्थानीय तह भनेको तपाईँहरूको सरकार हो। तपाईँको सरकारले तपाईँहरूको सरकारको ढोकामा टोकाउनुहोस्। उहाँहरूसँग नेपाल सरकारले एउटा प्रदेश बराबर स्वास्थ्य मन्त्रालयले 20 लाख र महिला मन्त्रालयले 33 लाख पैसा चाहिँ अपाङ्गको लागि मात्रै छुटाएको छ। त्यो दुईटै मिलाउँदाखेरि लगभग
53 लाख पैसा चाहिँ एउटा प्रदेशको लागि आएको छ र त्यसै गरी स्थानीय तहले पनि पुरै स्थानीय तहको बजेटको लगभग 7% बजेट चाहिँ अपंगता सहायक सामग्री भनेर राखेको छ र यो पैसा चाहिँ तपाईँहरूले सबै प्रयोग गर्न र तपाईँहरूको आफ्नो हक अधिकार खोज्नुको लागि मैले हार्दिक अनुरोध गरेँ र अहिलेको बदलिँदो परिस्थितिलाई तपाईँहरू सबैले मनन गर्दै हाम्रो सामाजिक अभियन्ता हामी सामाजिक काम गर्नेहरूको लागि पनि मर्म बुझ्दिनँ र अहिलेको परिस्थिति अनुसार तपाईँहरू सबैले हाम्रो देशको स्थिति हामी पृथ्वीनारायण शाहले ल्याएको परिवर्तन पछिको ठुलो परिवर्तन भनेको जेन्जी परिवर्तन हो। जेन्जी परिवर्तनको सन्देश र मर्मलाई बुझेर हाम्रो देशको हामी सबै तहको मान्छे राज्य सञ्चालन राजनीतिक अधिकार कर्मी र हामी नागरिक र सामाजिक अभियन्ताहरूको चाहिँ नि मर्मलाई बुझेर सबैले एकअर्कामा सहकारी गरेर यो राष्ट्रलाई अगाडि बढाउन सबैको सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्छु। धन्यवाद। एउटा सानो कुरा मैले नि जोड्न चाहेँ। यहाँहरूले व्हिल चेयर चाहिएको खण्डमा चाहिँ मध्य प्रदेशका साथीहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन पनि हार्दिक अनुरोध गर्दछु है। धन्यवाद।